कस्तो बोला यार, उनीहरू खाना पकाउनु पर्यो। ठिक्क यार, चामल नै सकिन्छ दिदी, के गर्ने होला अब। बुवालाई फोन गरेर माग्नु पर्यो यार पैसा चाहिँ, के भयो भने। हेलो बुवा, सुन्नु न, यहाँ चामल नै सकेछ कि आजबाट छैन, चामल नै सकेछ। अब के गर्नु, पैसा पनि छैन मसँग, छ भने पठाइदिनु त। के गर्ने त बाबु, घरमा पनि छैन, हामीले पनि आज मकै भुटेर खाएर छक्तार्यौँ। ल ल ल ल ल ल ल बुवासँग पनि छैन रहेछ यार, के गर्ने होला अब। केही छैन, पैसा पनि छैन, के गर्ने होला अब।
के गर्न आउनुभयो त अङ्कल? भाडा लिन आएको नि। आएर बस्नु न। खै त आज 5 गते गइसक्यो, तिमीले कोठा भाडा दिँदैनौ। होइन दिन्छु अङ्कल, एक दुई दिनमा दिन्छु तपाईँलाई। चिन्ता नगर्नु, म दिन्छु। 1-2 दिन भनेको 2 महिना भइसक्यो, अहिलेसम्म दियो तिमीले? अब त्यसै दिन्छु अङ्कल, म अब 2-4 दिनमा दिन्छु, 2-4 दिन मात्रै रोकिदिएँ अङ्कल। अब अहिले मसँगै छैन, अब बुवालाई मैले भन्दैछु गाउँतिर, गाउँमा पनि त्यस्तै छ। अनि म 2-4 दिनमा दिन्छु अङ्कल, जम्मा 2-4 दिन मात्रै रोकिदिनु है। ल ठिक छ, अब म पर्सि आउँछु, त्यो बेलासम्म दिएन भने कोठा खाली गर्ने। ल अब म जान्छु। अझै कोठा 5 गते पैसा कोठा भाडा दिनु पर्ने, गाउँमा पनि पैसा छैन अरे। अब के गर्ने होला यार। एकचोटि फोन गर्नु पर्यो यार साथीलाई। फोनै लाग्दैन कि। हेलो सुन ओइ, भन् त। तैँले मलाई पैसा दिन्छौ भन्थ्यो नि अस्ति नै, तँलाई मैले दिएको थिएँ नि, त्यसको बाँकी अब मलाई हल्का चाहिएको थियो कि, यहाँ कोठा भाडा पनि दिएन मैले, यहाँ चामल पनि छ कि मसँग, त्यही भएर चाहिएको थियो नि। दिनु छ भने यार, तँलाई मैले हेर्दै थिएँ नि त्यो बेला त। मसँग कहाँबाट हुने साथी यार, तिमीलाई मैले दिएको हो त त्यो बेलामै, 2-4 दिनमै मैले तिमीलाई दिएको हो त। हेलो हेलो ओइ, हेलो। कस्तो काट्दियो, के गर्ने अब यार। छे पत्याएन, अब के खाने यार त्यसले त। बनाएर खाने केही छैन, अब बिल पानी भयो, अब दिइसक्यो भने चाहिँ खै त आज 5 गते गइसक्यो, तिमीले रेडी गरिदिनु भयो। के गर्न आउनु भयो त? कस्तो अलि फर्स्टमै थटा जस्तो हुन्छ।